हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु, ठीक छु। सदा झै आजको मेरो भ्लगमा पनि म विनिता उपस्थित भइसकेको छु र मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ द किचन इज द हार्ट अफ द होम देखिराख्नु भएको छ। यस, म चाहिँ मेरो किचनबाट आज उपस्थित भइराखेको छु र आज चाहिँ मेरो किचनमा के पाक्दैछ म हजुरहरूलाई देखाउँछु है त। मैले चाहिँ मेरो बाबुको लागि, मेरो बाबु चाहिँ अहिले 5 महिना अब 6 महिना कम्प्लिट हुने बेला भयो हैन, 6 महिना पुरा पुग्छ। अनि चाहिँ उसको लागि चाहिँ मैले आज फर्स्ट टाइम जाउलो बनाउँदैछु क्या। किनभने हाम्रो नेपालीहरूको त हरेकको घरमा जाउलो त सानो सानो बच्चाहरू होस्, बिरामी होस्, जे पर्दाखेरि पनि जाउलो त अभियसली पाकि नै हाल्छ हैन। अनि मैले चाहिँ सुनेको थिएँ कि 1 वर्षभन्दा तलको बेबीहरूलाई चाहिँ नुन दिनु हुँदैन, त्यसले चाहिँ असर गर्छ भनेर अब धेरैजनाको भिडियोहरूमा पनि देखिरहेको थिएँ। अनि म पनि आज चाहिँ नुन चाहिँ हाल्दिनँ हैन, नुन नहालिकन बनाउँछ। अब उसले खान्छ खाँदैन, फर्स्ट टाइम हो नि त उसको। अनि त्यो भएर के आउँछ रियाक्सन अब हेर्नु पर्यो हैन। यदि खान मानेन भने अब केही उपाय लगाउँला, नत्र भने अरू नै थरी खानेकुराहरू खान दिउँला भन्ने सोचिरहेको छु। कसरी बनाउँछु जाउलो चाहिँ आज हजुरहरूसँग सेयर गर्छु है त। यहाँ चाहिँ मैले भिजाएर राखेको मुगको दाल र चामल लिएको छु साथीहरू। अनि देख्न सक्नुहुन्छ आलु अनि सिमी, यो ब्रोकौली भइहाल्यो, त्यस पछाडि गाजर र यो चाहिँ मेरो रायोको साग मैले आफैले बारीमा उमारेको थिएँ। अनि अहिले चाहिँ बाबुको लागि हाल्नको लागि भइरहेको छ भने सुरुमा चाहिँ हामीले अब यहाँ कुकर बसालिसकेको छु मैले। अब ग्यासको फ्लेमलाई अन गरौँ। ओके, मैले चाहिँ सुरुमा थोरै घिउ राखेँ। घिउले चाहिँ एकदमै राम्रो बच्चाहरूलाई गर्छ नि त, घिउ एकदमै खानको लागि हेल्दी पनि कुरा हो। त्यसै गरी थोरै ज्वानोलाई पनि हालिदिउँ। ओके, अब चाहिँ मैले यहाँ सबै चप गरेर राखेको सामानहरू छ। फर्स्टमा चाहिँ मैले आलुबाट सुरु गरेँ र आलु राख्छु। सबै थरीमा हाल्ने हो कि साथीहरू यहाँ चाहिँ। अब यो काटेर राखेको भट्टाभट्टी गरेर सब थरी यसरी राख्ने हो। सागलाई पनि राखिदिउँ, साग त एकैछिन गलाकै गल्छ नि त। अनि चाहिँ यो सबैलाई हामीले चाहिँ यतितिर चलाउँ है त। भने अब यसमाथिबाट चाहिँ मैले यो मुगको दाललाई र चावललाई राखिदिन्छु। यति हालिसके पछाडि यसलाई चाहिँ हामीले एकछिन चलाउनु पर्ने हुन्छ। धेरै बेर चलाउनु पर्दैन किनभने यो कुकरमा यति लाग्दै पाक्छ नि त। यतिको भए पछाडि अब चाहिँ यसमा हामीले एकदमै थोरै बेसारलाई पनि राख्नुपर्ने हुन्छ किनभने बेसारले कलर सँगसँगै बेसारको फाइदाहरू त मैले भनिराख्नु पर्दैन, एकदमै धेरै फाइदा छ। जे कुरोलाई पनि बेसार चाहिन्छ नै हैन। यति राखिसके पछाडि साथीहरू अब यस्तो गरेर मजासँगले यसलाई पनि यतितिर लाग्ने गरी चलाउनु पर्ने हुन्छ। कस्तो राम्रो कलरफुल देखिएको छ क्या है, एकदमै राम्रो देखिएको छ नि त। अब यसलाई चाहिँ हामीले थोरै अब पानी हालेर ढक्कन लगाएर छोडिदिनु पर्ने हुन्छ। अब मैले यहाँ अलिअलि त्यो अघि बाँकी रहेको चामल बाँकी पनि थियो, यो पनि सट्ट जान्छ नि त पानीले पखालेर। अब एक कचौरा मात्रै पानी राखिदिएर, फेरि धेरै पानी राख्यो भने चाहिँ यो प्रेसर कुकरको प्रब्लमै हजुरहरू सबैलाई थाहा छँदैछ। मजाले उम्ले त्यो सिटी लाग्दाखेरि स्यार हुन्छ नि त। त्यो कारणले गर्दाखेरि ठिक्क मात्रै पानी राख्छु, एक कचौरा मात्रै पानी राखिदिएर अब चाहिँ यसलाई हामीले ढक्कन लगाइदिनु पर्ने हुन्छ साथीहरू। अब चाहिँ यसलाई मैले ढक्कन लगाएर छोडिदिएँ। अब चाहिँ यसलाई हामी लगभग 7-8 सिटी जति चाहिँ लाग्न दिन्छौँ। त्यतिन्जेलसम्म चाहिँ एकदम नरम हुनु पर्यो नि त किनभने बच्चाहरूले त खान सक्दैन। त्यतिन्जेलसम्म चाहिँ अब मैले यतापट्टि टन्न भाँडाहरू थुप्रिसकेको छ, यो माझ्नु पर्ने हुन्छ साथीहरू। यता चाहिँ छु म भाँडा माझ्नको लागि रेडी मान्छे। अब चाहिँ हामी चाउलो पाकिसकेको छ, यसलाई खोल्छौँ ढक्कन। यस्तो भएछ, हेर्न सकिन्छ यहाँबाट पनि। देख्न सक्नुहुन्छ यस्तो भएर रेडी भएको छ। अब चाहिँ यसलाई हामी चलाउनु पर्ने हुन्छ साथीहरू। यतिको लतक्क भइसकेको छ, यो देख्दा मात्रै यो सागहरूले अब यो नमिक्स भएको जस्तो देखिन्छ नि त। अब यसलाई त हामीले 6 महिनाको बेबी नै हो बिचरा, भर्खर 5बाट 6 पनि अझै पुग्नै बाँकी छ नि त। अनि यसलाई चाहिँ अब हामीले यो मिक्सरमा ग्राइन्ड गर्छौँ र पेस्ट बनाउँछौँ। यसको चाहिँ एउटा हातले मोबाइल एउटा हातले भिडियो गरिराख्दाखेरि अलिकति यताउता हल्लिएको हुनसक्छ, मिलाएर हेर्नु होला है त। यसलाई चाहिँ अब मिक्सरमा पिन्न जाँदैछु।
यसलाई चाहिँ पहिला पेस्ट बनाऊँ है त। यहाँ चाहिँ मैले एउटा भाँडामा खनाउँछु किनभने यो बट्टामा जहिले पनि उसलाई यति अड्कालेर दिन्छु क्या मैले चाहिँ, योभन्दा धेरै उसले खान पनि सक्दैन नि त। अनि चाहिँ एउटा चम्चाले चलाउँछु, उसकै लागि चम्चा चाहिँ यो फ्लेक्सिबल टाइपको छ, जतापट्टि लग्दा नि मिल्छ। अनि यत्तिको देख्न सक्नुहुन्छ, यत्तिको बाक्लो पनि धेरै होइन पातलो पनि धेरै होइन, किनभनेदेखि अब भर्खरै खाना सुरु गरेको बच्चाहरूलाई चाहिँ अझै बढी कन्स्टिपेसन अब कब्जियतको समस्या हुन्छ नि त। अनि त्यो भएको कारणले गर्दाखेरि धेरै बाक्लो पनि होइन धेरै पातलो पनि होइन, यत्तिको बनाएर रेडी भएको छ। यत्तिको भएपछि उसलाई सलसल खानको लागि पनि सजिलो हुन्छ भने कन्स्टिपेसन पनि गर्दैन र एकदमै धेरै हेल्दी हो नि त। यो त अब चाउलो अब धेरै थरी भेजिटेबलहरू सबै थरी प्राय मिक्स भइरहेको हुन्छ, अनि भेजिटेबल त हाम्रो हेल्थको लागि त एकदमै धेरै महत्त्वपूर्ण कुरा हो नि त। त्यो भएर पनि यस्तो बनाएर दिँदैछु मैले चाहिँ। अनि हजुरहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज विनिता गौतम 9297 चाहिँ सर्च गरेर मेरो च्यानललाई सब्सक्राइब गरिदिनुको लागि नबिर्सिनु होला। अनि जापानमा चाहिँ यति धेरै गर्मी बढिरहेको छ नि साथीहरू, यति धेरै गर्मी बढिरहेको छ कि यो जसरी कुकरमा जाउलो सिटी लगाइन्छ नि त्यसै गरी मान्छे नै सिटी लाग्ने बेला भइसक्यो क्या। यति धेरै गर्मी छ होइन, कुरा नगरौँ क्या। अनि पसिना पसिना यहाँ मलाई देख्न पनि सक्नुहुन्छ होला सायद, मेरो यो घाँटीतिर मुखतिर आइरहेको छ पसिना होइन। यति धेरै गर्मीमा पनि यस्तो मेहनत गरेर भ्लगहरू बनाइरहेको छु, एउटा हातले क्यामेरा समातेर अर्को हातले देखाइ भने पनि हुन त कसैले भनेर बनाएको पनि होइन होइन, मलाई आफूलाई इन्ट्रेस्ट लाग्छ कि भ्लगहरू बनाउनको लागि चाहिँ। अब धेरैजनाले बनाएको देखेर चाहिँ एकदमै धेरै रहर लाग्ने भएको भएर अनि धेरैजनालाई मैले जानेको कुराहरू टिप्सहरू चाहिँ सेयर गर्न पाउँदा मलाई एकदम धेरै खुसी लाग्छ। अनि उहाँहरूबाट पनि के कुराहरू नजानेको कुराहरू उहाँहरूले पनि कमेन्ट मार्फत भनिदिनुहुन्छ होला भन्ने आशा गर्दै, यदि हजुरहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज अहिले नै गएर तल रहेको बेल आइकन सब्सक्राइबको बटन थिचेर मेरो च्यानललाई सब्सक्राइब गरिदिएर धेरैजनालाई चाहिँ सेयर गरिदिएर सब्सक्राइब पनि गरिदिनु हुन रिक्वेस्ट गर्दै अब आउने अरू पनि टिप्सहरूको भ्लगहरू चाहिँ म हाल्ने नै छु भन्दै अहिलेको लागि चाहिँ आजको लागि यो भ्लग यही नै इन्ड गर्छु। थ्याङ्क यू फर वाचिङ, बाई बाई।